हेलो नमस्ते। यो मेरो भिडियो चाहिँ विशेष गरी कांग्रेस एमाले माओवादीको युवाहरूलाई मेरो हजुरहरूलाई अनुरोध के छ भन्दै गर्दाखेरि तपाई हामी एउटै नै हो। अहिलेसम्म विगत 60-70 वर्षदेखि नै कांग्रेस एमाले माओवादीहरूले देशलाई चरम दुरुपयोग गर्नु भएको छ। विश्वविद्यालयदेखि जहाँ सुकै भ्रष्टीकरण भइरहेको छ हैन। तपाईहरुलाई पनि प्रयोग भइराख्नु भएको छ र त्यसको उत्तर तपाईहरुले पाइराख्नु भएको छैन। र तपाईहरु पनि मेरो धेरै साथीहरु हुनुहुन्छ कांग्रेस एमाले माओवादी भित्र पनि, नेवी संघ भित्र पनि, अखिल भित्र पनि, क्रान्तिकारी भित्र पनि धेरै नजिकबाट साथीहरु काम गरिराख्नु भएको छ र उहाँहरुको पीडा पनि मैले बुझ्छु। तपाई हाम्रो पीडा एउटै हो। तपाई हामी दुवै नेपाली हो। हामी सबैलाई नै देश विकास चाहेको छ। तपाई हामी सबैलाई नै बाटो राम्रो चाहेको छ, विश्वविद्यालय राम्रो चाहेको छ, स्वास्थ्य राम्रो चाहेको छ, शिक्षा राम्रो चाहेको छ। तर तपाईहरुको बाध्यता के छ भन्दै गर्दाखेरि चाहिँ कांग्रेस एमाले माओवादीसँग एट्याच हुनुहुन्छ। त्यही भएर त्यही नेताहरुकै पछि जानुपर्ने एउटा चलन जस्तो चलिरहेको छ। त्यो चाहिँ तपाई हामी नै मिलेर ब्रेक गरौँ न। युवा एक ठाउँ आउन है। तपाईहरु कांग्रेस एमाले माओवादीको युवाहरु, हामी स्वतन्त्र युवाहरु सँगै आउन सकिन्छ। यही चुनावमा आउन सकिन्छ। तपाईहरुले हामीलाई साथ दिनुस्, हामीले हजुरहरुलाई साथ दिन्छौं। हेर्नु, अहिले तपाईले हामीलाई साथ दिनुभयो भने जम्मा 6-7 महिना भित्रै तपाईले हामीलाई साथ दिनुभयो भने तपाईले हामीले ठूलो अवसर दिन सक्छौं। हजुरहरुले पनि हामीलाई सहयोग चाहिँ गर्नु पर्यो, नभए सम्भव छैन। कांग्रेसलाई नै हामीले खाली बनाउन। बुढाहरुले सबै कब्जा हान्नु भएको छ नेपालमा। तपाईले जति पनि हेर्नुहुन्छ कांग्रेसको एउटा उदाहरणको लागि कांग्रेसको 10 लाख, एमालेको 10 लाख, माओवादीको 7-8 लाख भन्ने पनि करिब 30 लाख सक्रिय कार्यकर्ता हुनुहुन्छ। तर 30 लाख कन्ट्रोल गर्ने मान्छे को छन्? कांग्रेसको 5000, एमालेको 5000, माओवादीको 5000, त्यही पनि बुढाहरु माथिपट्टि। बुढा हजुरबा हजुरआमाहरुले कब्जा हान्नु भएको छ नि त। जम्मा 15000ले 30 लाख तपाईहरु जस्तो नेतृत्वहरुलाई कब्जा हान्नु भएको छ। तपाईले नेतृत्व गर्न पाइराख्नु भएको छैन। तपाईहरुको आवाज सुनिरहेको छैन। त्यही भएर यसपालि अझै अर्को ठूलो समस्या के छ भन्दै गर्दाखेरि हजुरबा हजुरआमा पुस्ताबाट अब बुवा आमा पुस्तामा मात्रै सर्ने हो। नाति पुस्तामा तपाई हाम्रो पुस्तामा यो शक्ति आउनेवाला छैन। तपाईले हाम्रो शक्ति, तपाई कांग्रेस एमाले माओवादीको युवाहरुमा शक्ति जानको लागि तपाईहरुले अझै 15-20 वर्ष संघर्ष गर्नुपर्छ। अझै लड्नुपर्छ, सडकमा आन्दोलन गर्नु पर्ला। अथवा मैले त भन्छु विश्वविद्यालयमा राजनीति गर्नु भनेको अथवा इन्जिनियरिङ लगायतका प्रोफेसनल शिक्षा लगायतका राजनीति गर्नु केटाकेटीको भाडा खेल्नु जस्तो हो। भाडाकुटी खेलेर नबसौं तपाई हामी। अब सिधै संसदमा हस्तक्षेप गरौं। त्यो भनेको साँच्चैको पाको राजनीति गर्ने भनेको त्यहाँ हो। अब केटाकेटीको भाडाकुटीको राजनीति पूर्ण रूपमा बन्द गरेर तपाईहरुले अबको 6 महिना पछिको 7 महिना पछिको हुने चुनावमा हामीलाई सहयोग गर्नुस्। हामीले हजुरलाई कांग्रेस एमाले माओवादी सफा पार्टी बनाएर दिन्छौं। पुरै सफा बनाइसकेपछि 6 महिना पछि कांग्रेस नेतृत्व गर्ने को हो त नि? हामीले हजुरबा हजुरआमाहरुलाई पूर्ण रूपमा सफा गर्यौं भने तपाईहरु दबदबा गरेर आउन सक्नुहुन्छ। एमाले भित्र तपाईहरु आउन सक्नुहुन्छ, माओवादी तपाईहरु आउन सक्नुहुन्छ। त्यही भएर मेरो हजुरहरुलाई विशेष अनुरोध के छ भन्दै गर्दाखेरि तपाई हामी एकजुट भएर देशको लागि लागौं। र मैले हजुरहरुको बाध्यता पनि बुझ्छु। धेरै जना चाहिँ बाइक लिएर जानुहुन्छ, घुरघुर गर्दै अस्ति भर्खर पनि गइराख्नु भएको छ। एमालेको सभामा गइराख्नु भएको छ, माओवादीको सभामा गइराख्नु भएको छ। कांग्रेसहरुले पनि सभा गर्ला, त्यसको पनि जानुहुन्छ।